त्यही भनेको चाहिँ नजारा पिकनिक खाने ठाउँ जस्तो छ क्या होइन त दामी छ नि एकदम खतरा हो नि ठाउँ त नि पिकनिक खाने ठाउँ मिल्छ क्या तपाईँहरूलाई जति आए पनि नचे पनि त्यही हो पानीको दुःख हुन्छ अलिक पानी बोक्नुपर्छ हो पानीको सुविधा हुनुपर्ने हो हैन हामीले पनि खाएको पिकनिक त अब पर पानी बोक्दै खाँदै गरेको ऊ त्यहाँ मिल्थ्यो गरे पिकनिक तिमी सर्यो 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 आयो कडा कडा आयो ढिला आउँछ कडा उनको छेउ मलाई सर हामी यता छिरौँ ल जाऊँ कता जाने ल है साथीहरू मेरो चाहिँ भ्लगमा सबैले भिडियोमा लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला सब्सक्राइब गरिदिनु होला फलो गर्नु होला लाइक गर्नु होला हैन नभुलिकन सबै गरिदिनु होला कि यस्तो भाउ नखोज्नु न हो तपाईँहरूले यस्तो बिहान यहाँ चिसोमा छेउछेउमा आएछ त्यसै माथि बनाइएछ यसो हुन्छ नि चिल पारामा बनाउनुपर्छ क्या तपाईँहरू लाइक गर्नु भने फलो गर्नुभयो भने अलिक माथि माथि गइन्छ कि अलिक बढिन्छ कि हिरो भइन्छ कि हिरो त त्यस्तै हो हिरो बन्न त आश नगरे भन्छ आश गरे भर नपऱ्यो भन्छ त्यस्तै हो क्या है सबैजनाले गरिदिनु होला है नभुल्नु होला है म पनि तपाईँहरूको भिडियोमा गरिदिनु छु लाइक कमेन्टहरू गर्नु त गरिदिनु भएको छ नगरिदिएको होइन कुनैमा मेरो 1 पोइन्ट कति के पुगेछ कहिलेमा कुनैमा 1 के पुगेछ होइन ठिकै त्यस्तै गरेर जानु होइन फेसबुकमा पनि त्यस्तै पुगेछ टिकटकमा पनि धेरै पुगेको छ ल है साथीहरू नभुलिकन गरिदिनु होइन राम्रो गरिदिनु म तपाईँहरूलाई पनि तपाईँहरू पनि गरिदिन्छु भिडियोमा ल ल हामी यस्तै जङ्गल छ कागती हानौँ न अमिलो ज्यामिरे हान्न जाने ल है साथीहरू म तपाईँलाई ज्यामिरेहरू गरेर देखाइदिन्छु होइन वहाँ छ ठुलो रुख अमिलो पिरो जङ्गलको भ्यू यस्तो छ नजारा खस्यार खस्यार बसै भन्ने बित्तिकै पानी आइसक्यो जमिरेको रुख कति ठुलो छ रन्काउनु पर्दैन छ कि छैन फेरि यो बाँदरहरूले रन दिन्छ नि त यत्रो छ जमिरेको रुख हेर्नु बल्ल फुल फल्यो हेर्नु त क्या दामी छ फल्छ हेर्नु त जमिरेको ओहो लटरमै फुल फल्यो जमिरो फल्यो भने त दामी हुन्छ नि होइन त्यहाँदेखि यहाँसम्मको ठुलो छ रुख ठुलो छ बगैँचा जस्तो ठुलो जम्मा फलेको यहाँ एउटा यहाँ पनि फुल्दैछ है महँगो बसाछ या यही बस्छ फुल्ला यार अरू फुल भन्दा यो बसाउने रहेछ हेर्नु कति ठुलो छ ठुलो छ क्या स्पाइडर कता हो ड्याम ड्याम पलतिर गौशाला छ म गौशाला गएर गएपछि तपाईँलाई म देखाइदिन्छु भिडियो होइन गौशालातिर जान्छ बसेर घुम्दै है ल म हामी बाहिरबाट भित्र जान पाइन्न भित्र गइयो होइन जान पनि मिल्दैन आज समय छैन ल अहिले अब हामी एकचोटि गौशालाको बाहिरबाट देखिन्छौँ के कस्तो छ होइन ल अहिले जाँदैछौँ त्यसपछि तपाईँहरूलाई सपोर्ट भिडियो देखाइदिन्छौँ ओके भिडियो चाहिँ नछोडिकन हेर्नु होला लाइक गर्नु होला है ओके हजुरहरूले पिकनिक खानुभयो कि होइन